बराङ रुबी भ्याली बराङ भएर यो बाटो हुँदै काठमाडौँ जान्छ भने यहाँबाट यसो आएपछि यो आँखु खोलाबाट आएपछि यसो आएपछि यहाँबाट हुँदै यहाँबाट यो रुबी भ्याली गाउँपालिकाबाट सर्लक्क अगाडि देखिने भनेको चाहिँ गणेश हिमाल है। अनि यहाँ देख्नुहुन्छ हजुरले शिवको मन्दिर छ गाउँपालिका र गणेश हिमालको ठ्याक्कै सेन्टरमा। अनि यो चाहिँ आँखु खोला हुँदै हामी यहाँबाट हुँदै यहाँबाट आइसके पछाडि हामी आज यहाँ आइपुगेका छौँ रुबी भ्याली गाउँपालिका। र यो यति सुन्दर हिमाल गणेश हिमाल जहाँ देखिन सकिन्छ हेर्नुहोस् तपाईँहरू होइन, यही नै हो। र हामी यहाँ घुम्न आएका थियौँ। आज यहाँ आएर यति चाहिँ हामीले दृश्यहरू हेरेर एकदम खुसी छौँ हामी। आज 2083 साल वैशाख 2 गते यहाँ आएर हामी यहाँ आइपुगेर यति भिडियो बनाउन पाउँदाखेरि, यति भ्लग बनाउन पाउँदाखेरि यति खुसी छु कि सायद हामी पहिलोचोटि आएको भएर पनि होला। तर यहाँको रुबी भ्यालीको त्यति मान्छेहरूले भ्लग बनाएर नहालिदिने, पर्यटकहरूलाई नबोलाइदिने, पर्यटकहरूलाई बोलाउने, पर्यटकहरूलाई जान आह्वान गर्नुपर्ने ठाउँ चाहिँ एकदमै हो रहेछ रुबी भ्याली। हाम्रो धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका रुबी भ्याली चाहिँ जानुपर्छ भन्ने चाहिँ म सबैलाई आह्वान गर्छु। आउनुहोस्, बाटो चाहिँ अलि अप्ठ्यारो छ र अहिलेको नयाँ सरकारलाई पनि यो आह्वान गर्छु, रुबी भ्यालीसम्म जाने पर्यटकहरूको लागि बाटोको अत्यन्तै कठिन छ। मैले आफैले गाडी चलाएर स्कर्पियो ल्याउँदै गर्दाखेरिको कठिनता चाहिँ मैले धेरै महसुस गरेँ। त्यो महसुस गर्दै गर्दा मैले यहीँबाट अहिलेका हाम्रो नयाँ सरकार र जति पनि हाम्रो गाउँपालिकाका चाहिँ नि हाम्रो अध्यक्षज्यूहरू हुनुहुन्छ उहाँहरूले पनि पहल गरेर र यहाँका जति पनि जितेर जानुभएको सांसदहरू ज्यूहरू हुनुहुन्छ, माननीय ज्यूहरू, उहाँहरूले पनि यो बाटोलाई चाहिँ स्तर उन्नतिको लागि तपाईँहरूले सक्दोभन्दा सक्दो चाँडो यसमा बजेट राखेर बाटो चाहिँ कमसेकम 2 व्हिल गाडी भनेको 4 व्हिल नभएको गाडी पनि आरामले जाने आउने गर्न सक्ने वातावरण बन्यो भने तपाईँहरूको रुबी भ्यालीमा, धादिङको रुबी भ्यालीमा पर्यटक आउनेको कमी हुँदैन हजुर। हामी पनि दुःखले आयौँ, राति आयौँ, 12 बजे आएर हामीले यहाँ बास बस्यौँ। अहिले मैले यो गाउँपालिका, यो एरिया हेर्दै गर्दा, यो गाउँपालिका हेर्दै गर्दा, यो ठाउँमा हेर्दै गर्दा होइन यति रमणीय छ कि अब वाह, आई एम प्राउड एकदम। म त भन्नै सक्दिनँ कति खुसी छु होइन। र यस्तो ठाउँहरू हेर्नको लागि चाहिँ तपाईँहरूले बाटोको चाहिँ एकदम तपाईँहरूले अब ब्रिज त गर्न नसक्नु होला, ग्राभेलसम्म